हाई एभ्रिवान नमस्ते। वर्षको दसैँ कस्तो भयो र मैले के पकाएँ कसरी बनाएँ भनेर मैले चाहिँ यो भिडियो बनाइरहेको छु। सबै भिडियो चाहिँ मैले अलिअलि गरेर क्याप्चर गरेको थिएँ होइन। अन्तिममा यस्तो राम्रो बन्यो नि रोटी। हाम्रो दाङको एकदमै फेमस फिनी रोटी बनाएको पनि थिएँ हजुरहरूलाई पनि बनाउन मन पर्छ। फिनी रोटी चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो होइन। पनि त्यो चामलको पिठोको साटो बनाउन मिल्दो रहेछ के। मैले पहिलोचोटि बनाएको मैले चाहिँ हुँदैन भन्ने सुनेको थिएँ, तर मैले चाहिँ अरूको घरमा अरूको त्यो हुँदैन भन्ने त्यस्तोमा चाहिँ म पर्दिनँ कि। म चाहिँ आफैले ट्राई गर्ने मेरो बानी छ होइन। अनि आफूले ट्राई गर्ने बानी छ। यदि भयो भने पनि भयो, भएन भने बरु म फालिदिन्छु। तर म अरूको भर चाहिँ पर्ने मान्छे होइन। त्यही भएर मैले फर्स्टमा भए हुन्छ नभए बिग्रिन्छ भन्ने हिसाबले गरेको। हेर्नु त फिनी रोटी, ओ माई गॉड कति राम्रो भएको। मैले ट्राई गर्नको लागि पनि थोरै पिठो मुसेर बनाएको थिएँ। अब यति नै हो, सिद्धो मेरो यति नै। अब चाहिँ राम्रोसँग बनाउनु पर्यो। यस्तो राम्रो बन्दो रहेछ। हजुरहरूलाई पनि खानु मन छ भने नेपालमा कहिले पनि मैदाकै पिठो चाहिँदैन होइन। त्यो के लेखा हुन्छ, अल पर्नुहुन्छ के लेखा हुन्छ कि त्यो। मैले पहिले ट्राई गर्दा पनि कस्तो राम्रो राम्रो भएर आउँछ। सबै टाइपको एउटा पिठो हुन्छ क्या, त्यो एकछिनमा पाइन्छ। त्यही पिठो ल्याउनु होला। अनि त्यसपछि इन्डियनबाट ल्याउनु होला चामल। अनि त्यसपछि चाहिँ घरमा घिउ होला। हजुरको जोसँग नि घिउ हुन्छ, बनाएर खाइहाल्नु होला। मैले चाहिँ यो ट्राई गर्नको लागि बनाएको। यस्तो राम्रो भयो। अब चाहिँ म तिनीहरू राम्रोसँग बनाएर अनि अर्को तेल फेरेर अब म तिनीहरू पकाइभ्याउँछु। अनि नेक्स्ट टाइम चाहिँ धेरै नै बनाउनु पर्ला। तर यस्तो राम्रो बन्दो रहेछ। हेर्नु त पर्फेक्ट के। हामी बनाउने भने त्यही हो। त्यही भएर सके दाङबाट बुहारी ल्याउनु, नसके दाङमा छोरी दिनु। हामी बङ्गालीको छोरीहरू यस्तो, हामी बङ्गालीको छोरीहरू अनि यस्तो हुन्छ, राम्रो यस्तो पर्फेक्ट हुन्छ। जे गर्ने लायकको भयो बनाएको कुरा पनि आफैले बनाएको चिज आफै हेरेर भन्ने टाइपको भइरहेको थियो। Because I'd rather play Mortal Kombat anyway. Hey, I'm all about my Johnny Cage. If you're not bringing tacos, I suggest you start to walk away. Bitch, don't kill my vibe. I can tell you kinda got uncomfortable. So let me break it down for you. Don't call me, don't text me after 2 a.m. Unless you plan on giving me some. Because I got enough friends. I would throw you in the garbage. Cause you play too many games. I'm better off by myself. Loving you straight for my life. No one wants to be in the friend zone. बनाउनुहोस्, टाइम हजुरहरूको बसेरै जान्छ कि। अनि प्रयास गर्नुहोस्, एकचोटि बिग्रेला दुईचोटि बिग्रेला अन्तिममा चाहिँ राम्रो हुन्छ। यो चाहिँ मैले बनाएको फाइनल लुक्स यस्तो राम्रो भएको थियो होइन। खाँदा पनि यस्तो मिठो थियो। अब लड्डु त्यसै मिठो हुन्छ तर पनि एकदम राम्रो घरमा बनाएको कि बाहिरबाट ल्याएको Because I'd rather play Mortal Kombat anyway. Hey, I'm all about my दिएको आशीर्वाद सुनेर के आशीर्वाद दिइरहेको भन्दाखेरि मैले सबै बत्तीहरू बालेछु तर अगरबत्ती बाल्न चाहिँ बिर्सेछु है मैले। अनि त्यसपछि बत्ती बालेँ। नेपालतिर लगाइदिन्छु भन्दा चाहिँ मेरो चाहिँ ठुलो टिका तिमीले घरमा पनि त्यति ठुलो टिका
चाहिँ लोगो दसैँ हो नि त आज त त्यसले सानै गरी त के गर्नु भयो त्यो लोगो दसैँको दिन नलिनु हातको राख्ने पनि भएन क्या ल क्यामेरामा यस्तै सुत्तिका कस्तो भयो ल खुट्टा रो हाँस्यो पार्टी अनि गयो ल कति दिन त ल $1 दिएर चाहिँ म चाहिँ लैजानु $1 मलाई चाहिँ $5 मैले यहाँ कोसँग लगाउनु दिएँ मैले उयो घरमा पुरा गरिरहेको अरे माला लगाइदिनु नि यस्ता चाहिँ टिका लगाइदिनु त्यो पनि हाम्रो स्वयंवरमा पनि दुईजना टिका मेरो मम्मीहरू पनि त्यही भन्छ ल अहिले म खतरा भयो ए मलाई टिका लगाइदियो भने फेरि खुट्टा ठाउनु पर्छ नि धेरै झगडा नगर्ने नपराउने यति भए पनि भिडियो बनाएको छु मैले भ्लग गर्नु राम्रो होस् मात्रै खिचेर राम्रो होस् हेल्थ स्वास्थ्य सधैँ राम्रो होस् कहिले बिरामी नहोस् फोनमा हेर्दा टिभीमा हेर्दा चाहिँ एकदमै सानो देखिन्छ त्यति धेरै एक्सपिरियन्स त छैन तर मैले चाहिँ यो भिडियो ब्लग उसमा युट्युबमा राख्यो भने चाहिँ मैले पछाडि हेर्नुहुन्छ भनेर युट्युबमा राखेर भोइसमा गर्दैछु अहिले झगडा लगाइहाल्नु अलिक डिस्टर्ब यो राजनीति भएको भए हुन्थ्यो कि यो पुरै झऱ्यो अनि यहाँ जोरी सिद्धि यस्तो राम्रो टिका जमाना मलाई हाम्रो संस्कृति हाम्रो कल्चर हाम्रो परम्परा एकदमै मनपर्छ भाग के मान्नुभयो कस्तो मनपर्छ कि मलाई रातो टिका मैले पुरा सानो टिका खेर म यदि तर्जेर टिका एकदमै मनपर्छ पहिल्यैदेखि नै अब बच्चा हुँदैदेखि है दसैँ मलाई दसैँ एकदमै मनपर्छ अरू फेस्टिभलमा तिहार भन्दा पनि मलाई दसैँ एकदमै मनपर्छ अनि त्यसपछि माला लगाइदिँदैछु कस्तो रहेछ यस्तो सुहाउने कि मान्छेले राम्रो देखिने हाम्रो कल्चर पहिलेदेखि नै कस्तो राम्रो भयो भिडियो रेकर्ड भइरहेको छ उता जाउँ न भिडियो भइरहेको एकदमै राम्रो बनिन्छ हाम्रो त यस्तै भयो चामेली राख मलाई पिङको सिटैमा कति
राम्री देखिन्छौ परिभाकेर मन भिडियो बनायौँ फाइनल यस्तो भयो बाई